आजको संसद लाइभमा चाहिँ केपी शर्मा ओलीले भाषण गर्दा गर्दै जब नियम आपत्तिमा ज्ञानेन्द्र साईले बोल्न खोजे त्यतिखेर सभामुखले चाहिँ प्रधानमन्त्रीलाई ल बस्नुस् एकछिन तपाईँ एकछिन रोक्नुस् भन्दाखेरि पनि उहाँले सभामुखलाई नटेरिकन बोली नै राख्नुभयो। भनेपछि उहाँहरू चाहिँ संविधानको पक्षधर अरे, उहाँहरू चाहिँ संविधानलाई मान्ने मान्छे अरे। यो महेश बर्तौलाले भनेको नियम आपत्तिमा बोल्न चाहिँ नपाइने अरे। उनीहरू चाहिँ अरू सत्तामा हुँदाखेरि यिनीहरू चाहिँ संसद 3 महिनादेखि 4 महिनासम्म चल्न नदिने यिनीहरू नै हुन्। अनि अहिले आएर ठुलो कुरो गर्न मिल्छ? यिनीहरूले यही गणतन्त्रमै त बोलेका हुन् नि यी कुराहरू, होइन? हिजो त सबै यस्तै बोलेर हिँडेका मान्छेले आज चाहिँ यसो गर्न पाइँदैन र उसो गर्न पाइँदैन भन्छन्। यो के हो? तपाईँहरू यसमा कमेन्ट गर्नु होला है। धन्यवाद। 2/3 दम्ब हो कि जस्तो लाग्यो मलाई चाहिँ। तपाईँ के भन्नुहुन्छ?